nepalnews.com. News from Nepal as it happens. एनपीएल क्रिकेट प्रतियोगिता नजिकै गइरहेका बेला विभिन्न व्यवसायिक गृहले पनि टोली गठनलाई तीव्रता दिन थालेका छन्। यसैबीच विशाल ग्रुपले राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काको कप्तानीमा नयाँ टिमको घोषणा गरेको छ। विशाल ग्रुपले राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरी सो बारेमा जानकारी दिएको हो। पत्रकार सम्मेलनमा बोल्दै ग्रुपका प्रबन्ध निर्देशक अशोक अग्रवालले खेलको विकास हुँदा देशको पनि विकास हुने र त्यसका लागि युवाहरूको भूमिका ठूलो हुने भन्दै उनीहरूलाई प्रोत्साहित गर्नका लागि पनि नयाँ टिम बनाएको बताउनुभयो। हाम्रो मान्यता विशालको के छ भने नेपालमा स्पोर्ट डेभलप हुँदाखेरि हाम्रो देशको विकासलाई, देशको एउटा भन्नुस् न युनिटीलाई, देशको एउटा मोटिभेसनलाई, हाम्रो युथलाई भोलि एउटा मोटिभेसन दिनको लागि डेभलपमेन्ट अफ स्पोर्ट इज भेरी इम्पोर्टेन्ट। अनि क्रिकेट जस्तो स्पोर्ट जुन यो रिजनमै इम्पोर्टेन्ट भइरहेको छ, द्याट हेज टु बी डेभलप्ड फर द फ्युचर अफ आवर कन्ट्री। At this stage, I think NPL is too young for anybody to talk about brand values and what it's going to deliver. Where Vishal Group is coming from is we believe that sport is an important part of the country's development. We, I think, are the only team, and I could be wrong, which is offering a neutral brand image. We are not talking about any product specifically. Our brand is about our company. सोही अवसरमा बोल्दै कप्तान पारस खड्काले टिम खेलका लागि तयार भइसकेको बताउनुभयो। ट्रेनिङ गरेर आएको थिएँ र 2-3 दिन भयो सबैजना आएर ट्रेनिङ गर्न थालेको र ओभरअल सबै आई थिंक वी हेभ अ भेरी यङ टिम। सबै हाम्रो अन्डर 19 अन्डर 16 खेलेको प्लेयर्सहरू छ, which shows like we have good prospects moving forward. अब इट्स क्रिकेट हो, हामी खेल्ने क्रिकेटै हो, त्यही अब सबैजनाले आफ्नो जिम्मेवारी पुरा गर्छन्। एभ्रीबडी हेज बिन गिभन अ रोल, ब्याट्सम्यानहरू, बलर्सहरू, फिल्डर्सहरू, भनौँ न सबैजनालाई अलराउन्डर्सहरू के गर्ने के नगर्ने भनेर सबैलाई भनिएको छ। त्यसैले गर्दा अब ट्रेनिङ फेजमा हामी पर्सि वी आर मुभिङ टु धनगढी र लगभग भनौँ न 2 दिन जस्तो ट्रेनिङ यहाँ पनि गरिसकेपछि पछि धनगढीमा 2 दिन ट्रेनिङ पछि भनौँ न हाम्रो फर्स्ट म्याचको लागि चाहिँ वी आर गेटिङ रेडी फर द्याट। घोषित टिममा पारस सहित सागर पुन, यज्ञ कुमार कुमाल, मन्जित श्रेष्ठ, राम नरेश गिरी, सुसन भारी, विष्णु पौडेल, सूरज कुर्मी, सुमित श्रेष्ठ, आदिल खान, राजु रिजाल, प्रकाश केसी र नूरध्वज सेन रहेका छन्। प्रशिक्षकमा महेश रिजाल र व्यवस्थापकमा रौनक बहादुर मल्ल रहेका छन्। ग्रुपले खेलाडीसँग 2 वर्षे सम्झौता गरेको भए तापनि अनुबन्धित रकम भने खुलाएको छैन। नेपाल क्रिकेट संघले 50 र 20 ओभरका खेलहरू 2 चरणमा आयोजना गर्दैछ, जसमा आगामी वैशाख 31 गतेदेखि धनगढी र कञ्चनपुरमा 50 ओभरको र जेठ 21 गतेदेखि 31 गतेसम्म काठमाडौँमा 20 ओभरको खेल हुनेछ। दुवै प्रतियोगितामा विभिन्न 6 व्यवसायिक गृहका टोलीहरूले प्रतिस्पर्धा गर्ने भएका छन्। विशाल ग्रुपले क्रिकेट टिमको घोषणा गरेको सम्बन्धी समाचार यति नै। nepalnews.com. News from Nepal as it happens.